ओके, सो आज हामी चाहिँ आरएसआई इन्डिकेटरको बारेमा पढ्छौँ। सो युजली आरएसआई इन्डिकेटर चाहिँ के को लागि युज गर्छ भन्दाखेरि तपाईँले गुगल गर्नुभयो भने चाहिँ यसमा युजली चाहिँ दुईवटा टाइपले चाहिँ देखाउँछ क्या। एउटा भनेको चाहिँ यो अप्पर लिमिटमा 70 भन्ने भ्यालु छ, लोवर लिमिटमा 30 भन्ने भ्यालु छ, र यो मिड लाइन, यो जुन मिडल लाइन छ, मिडल लिमिटको भ्यालु भनेको चाहिँ 50 भन्ने चाहिँ छ। यो तिनवटा भ्यालुलाई चाहिँ बेसिसमा चाहिँ यो आरएसआईमा चाहिँ लाइन देखिन्छ। अनि यो अर्को लाइन भनेको चाहिँ यो जुन प्लट भइराखेको छ, यो चाहिँ मुभिङ एभरेजको बेसिसमा चाहिँ अब अथवा यो 14वटा लेन्थ जुन चाहिँ यहाँ 14 देखिरहेछ, बोलिन्जरमा हेर्ने बेला 20वटा क्यान्डलको बराबर यसले मुभिङ के अरे एभरेज भ्यालु लिएर चाहिँ क्यालकुलेट गर्छ भने चाहिँ यसमा चाहिँ 14वटा क्यान्डलको एभरेज भ्यालु लिएर त्यसमा गेन भएको छ कि लुज भएको छ भनेर चाहिँ हेरेर यसको फर्मुला चाहिँ बनेको छ। सो युजली चाहिँ 14वटा क्यान्डल हेर्दाखेरि गेन भएको छ भने यो आरएसआईको भ्यालु बढेर माथि जान्छ, अथवा 14वटा क्यान्डललाई एभरेज भ्यालु हेर्ने बेला चाहिँ प्राइस घटेको छ भने चाहिँ यसले आरएसआईको भ्यालु चाहिँ कम गर्दै आउँछ। सो युजली हामीले हेर्दाखेरि चाहिँ मार्केटमा चाहिँ के देखिन्छ भन्दाखेरि जब 70को भ्यालुभन्दा माथि जान्छ, यो लेभल भनेको चाहिँ यसलाई ओभरबट लेभल भनिन्छ, र यो 30 बिलोको लेभललाई चाहिँ ओभरसोल्ड लेभल भनेर चाहिँ भनिन्छ। जस्तै यहाँनिर मैले आरएसआई ओभरबट एन्ड ओभरसोल्ड भनेर राखेर गुगल गरेँ भने पनि युजली चाहिँ यसरी देखाउने चाहिँ गर्छ क्या। तपाईँको 30 भन्दा बिलो गयो भने यसलाई ओभरसोल्ड भयो, अब चाहिँ किन्नुपर्छ भनेर चाहिँ भन्ने गर्छ, र 70 अबभ छ भने चाहिँ यसमा चाहिँ ओभरबट भइसकेको छ, अब चाहिँ बेच्नलाई हेर्नुपर्छ भनेर चाहिँ भन्ने गर्छ क्या। जस्तै यहाँनिर प्रायमा हेर्नुभयो भने चाहिँ 70 अबभ भनेको ओभरबट र 30 बिलो भनेको चाहिँ ओभरसोल्ड भनेर भन्ने गरेछ। तर आरएसआईको युज चाहिँ यो मात्र होइन, अथवा बेटर युज चाहिँ के गर्न सकिन्छ भन्दाखेरि आरएसआईमा चाहिँ मैले युजली चाहिँ दुईवटा तरिकाले चाहिँ युज गर्छु। एउटा भनेको मोमेन्टम के छ भनेर हेर्नको लागि भयो, अनि अर्को भनेको चाहिँ डाइभर्जेन्स छ कि छैन भनेर हेर्नको लागि हो। जस्तै यहाँनिर सो मोमेन्टम भन्नाले के बुझ्ने हो त, लेट्स है त त्योभन्दा पहिला अगाडि यो इन्डिकेटर्सकै कुरा गरौँ। सो यो मोमेन्टम र डाइभर्जेन्सको कुरा गर्दैछु होइन। अब यो ओभरबट र ओभरसोल्ड मात्र हेर्ने भन्दा पनि यो दुईवटा चाहिँ आरएसआईको चाहिँ हामीले बेटर युज गर्न सकिन्छ। जस्तै मोमेन्टममा चाहिँ हामीले हेऱ्यो भने धेरै बढेको स्टकहरूमा एकचोटि जाउँ, फेरि पनि के भयो के छैन है, डिस्कनेक्ट भयो जस्तो छ। फेरि सबैकोमा प्रब्लम भइरहेछ हो यो नेप्से अल्फाकोमा, एकदम टाइम लगाइरहेछ त यसले। नेप्से अल्फा, नेप्से चार्ट, आज के भएछ यो चार्ट नै खोल्न मानिरहेको छैन त। ओके, सिकिन्छको अहिलेको लागि यो यसमा सबै डेटा त छैन, तर अहिलेको लागि चाहिँ यो प्रब्लम भइराखेसम्म चाहिँ एकचोटि सिकिन्छको डेटाबाट चाहिँ हेरौँ है त। जस्तै यो नेप्सेमा गएर फेरि एकचोटि इन्डिकेटर्समा आरएसआई भनेर राखौँ। सो यो आरएसआईको युज चाहिँ हामीले दुई तरिकाले चाहिँ गर्न सकिन्छ। एउटा भनेको मोमेन्टम हेर्नको लागि भयो, अनि अर्को भनेको चाहिँ के को लागि त, डाइभर्जेन्स हेर्नको लागि। अब मोमेन्टम हेर्नको लागि चाहिँ युजली चाहिँ हामीले सेटिङ्समा चाहिँ चेन्ज गर्न सकिन्छ। जस्तै यहाँ बाई डिफल्ट भनेको 70 छ, 50 छ र 30 छ। यसलाई चाहिँ हामीले चेन्ज गरेर 60 राख्ने, 55 राख्ने, अनि यसलाई 50, र यो अहिले हेऱ्यो भने यो तिनवटा लाइन चाहिँ एकदम डिस्टर्बिङ लाग्छ होइन। अनि मलाई चाहिँ अलिकति सिम्पल राख्न मन लाग्छ, त्यही भएर चाहिँ यसलाई मैले अनसेलेक्ट गरिदिएँ र यो ड्यासलाई चाहिँ मैले लाइनमा हालिदिएँ।
सो यो हेर्ने बेला चाहिँ अघिको भन्दा अलिकति क्लिन देखिन्छ है। सो अब यसको काम चाहिँ के छ भन्दाखेरि जबसम्म यो कुनै पनि चार्ट अथवा कुनै पनि स्टक अर इन्डेक्स भनौँ होइन, यो 60 अथवा 55 को बिलो छ भने चाहिँ यसले मोमेन्टम चाहिँ लुज गरिसकेको छ, यो चाहिँ अहिले बढ्नलाई अलिकति टाइम लाग्छ भनेर देखाउँछ। जस्तै हामीले सिम्पल वेमा आरएसआईले बिलो 55 यो बेलादेखि चाहिँ जान थालेको थियो, यतासम्म थियो। यो पुरै साइडवेजमा चाहिँ आरएसआईको भ्यालु भनेको बिलो 60 नै छ। यो पुरै साइडवेजमा चाहिँ हेर्नु है, आरएसआईको भ्यालु यो भनेको 55 को लाइन भयो, 60 भनेको यहाँ छ, 60 बिलो यो पोइन्टबाट चाहिँ जान थालेको थियो र यो एभ्री साइडवेजमा चाहिँ बिलो 60 नै छ। तर जब 60 भन्दा माथि जान थाल्यो त्यसपछिको करेक्सनबाट चाहिँ राइज राम्रो आएको छ। यसमा पनि हामीले हेर्यो भने चाहिँ 60 माथि गएको बेला चाहिँ राइज हेर्नु त, 60 बिलो थियो यहाँसम्ममा, 60 अबभ गएको बेला राइज राम्रो आएको छ। फेरि यो बेलाको पनि सबै हेऱ्यो भने यो जति पनि साइडवेज भएको छ यो सबै 60 बिलोको हुँदाखेरि थियो। कहाँदेखिको यो गर्न सकिन्छ 60 बिलो, यो क्यान्डलदेखि चाहिँ यो भ्यालुजहरू सबै 60 बिलोज थियो र यिनीहरूमा जति प्राइस बढे पनि के भयो त 60 बिलो नै थियो। त्यही भएर स्ट्रङ मोमेन्टम चाहिँ यिनीहरूमा देखेन, थोरै राइज आयो फेरि खस्यो, थोरै राइज आयो फेरि खस्यो। तर अहिलेको केसमा चाहिँ 60 अबभ गएको बेला यहाँबाट अलिकति राम्रो राइज आयो, फेरि तल आएर चाहिँ अहिले 55 तिर चाहिँ बसिरहेको छ। तर पास्टमा पनि हामीले गएर हेऱ्यो भने चाहिँ यो 60 अबभ जाने बेला चाहिँ युजली चाहिँ अलिकति राम्रो मुभ चाहिँ हामीले हेर्न सक्छौँ। जस्तै अरू पनि कम्पनीमा चाहिँ एकचोटि हेरौँ राम्रो बढेकोमा, जस्तै राति भन्नेमा हेरौँ, हेर्नु त यो जब 60 भन्दा माथि गएको थियो प्राइस कहाँबाट कहाँ पुग्यो। यो क्यान्डल भएको बेला 60 अबभ गएको थियो, प्राइस पुरै माथिसम्म बढेको छ। यो बेला पनि माथि त गएको थियो तर रिसेन्टको उसको रेजिस्टेन्स एरियातिर चाहिँ प्राइस पुगेर खस्यो क्या। तर यो बेला गएको बेला के भएको छ त उसको प्रिभियस रेजिस्टेन्स पनि ब्रेक गरेर चाहिँ प्राइसले सस्टेन गरेको छ। त्यही भएर जब यहाँनिर चाहिँ 60 अबभ गएको छ, रेजिस्टेन्स पनि ब्रेक भएको छ, त्यसपछिको राइज भनेको एकदम राम्रो दिएको छ। यसमा पनि हेर्नु 60 अबभ हुने बेला चाहिँ युजली चाहिँ हामीले राम्रो मोमेन्टम देख्न सकिन्छ। अथवा अलिकति क्विक सिग्नल चाहिन्छ भने चाहिँ हामी 55 अबभको पनि हेर्न सकिन्छ। जस्तै 55 अबभ यो बेला भएको थियो, सानो भए पनि एउटा स्विङ खाएर हामी निस्किन सक्यो। यो बेला कहाँनिर रेजिस्टेन्स खायो त प्रिभियस हाईमा चाहिँ रेजिस्टेन्स लिएर तल आयो, तर जब यो रेजिस्टेन्स पनि ब्रेक गर्यो र 60 पनि अबभ गयो त्यसपछिको राइज भनेको अघि रातिमा जस्तो देखाएको छ बिपिसिएलमा पनि सिमिलर टाइपको राइज आएको छ। यसमा पनि हेर्नु 60 अबभ गएको छ, प्रिभियस हाई ब्रेक गरेको छ, त्यसपछिको राइज हेर्नु। यो पनि प्राय स्टकमा चाहिँ हामीले देखिन सकिन्छ है। जस्तै यो बेलादेखिकै हेऱ्यो भने 60 अबभ थियो, राम्रो राइज आएर माथि गयो, त्यसपछि यहाँनिर पुरै साइडवेज भएको बेला चाहिँ यो 60 बिलो नै बसिराख्यो। जब यो 60 अबभ जान थाल्यो फेरि अलिकति सानो राइज दियो अनि प्रिभियस रेजिस्टेन्सतिर पुगेर चाहिँ फेरि एउटा करेक्सन दियो र यो प्रिभियस रेजिस्टेन्स पनि ब्रेक गरेको बेला 60 पनि अबभ हुँदाखेरि चाहिँ के भयो त फेरि पनि एउटा राम्रो राइज दिएको छ। सो यसरी चाहिँ हामीले आरएसआईको भ्यालु को बाट चाहिँ कुनै पनि स्टक स्ट्रङ भएको मोमेन्टममा छ कि छैन भनेर चाहिँ हामीले हेर्न सकिन्छ। यो 50 को माथि हुनुको मिनिङ चाहिँ के भयो त यसमा चाहिँ एभरेज, यो 50 को मिनिङको चाहिँ के भयो त एभरेज गेन चाहिँ यसमा अलिकति बढी भइराखेको छ भनेर बुझ्न सक्यो। आरएसआईको भ्यालु बिलो 50 भएको छ भने चाहिँ 14वटा क्यान्डल, यो जुन 14 छ 14वटा क्यान्डलमा चाहिँ एभरेज लस चाहिँ अलिकति बढी भइराखेको छ भनेर चाहिँ बुझ्नु पर्यो। सो आरएसआईमा को भ्यालु अनुसार चाहिँ यो भ्यालु के अरे प्राइस बढिराखेको छ कि घटिराखेको छ भनेर मोमेन्टम चाहिँ हामीले थाहा पाउन सकिन्छ। जस्तै नेप्सेमा गएर अनि अर्को युज केस भनेको एउटा त यो मोमेन्टम भयो,
अनि अर्को युज केस भनेको चाहिँ हामीले के को लागि गर्न सकिन्छ त डाइभर्जेन्स हेर्नको लागि। अब डाइभर्जेन्स भने चाहिँ के हो त जस्तै यहाँनिर तपाईँलाई इमेज नै देखाइदिउँ। ओके यो डाइभर्जेन्स हेरौँ है। सो यो चार्टमा हेर्दाखेरि डाइभर्जेन्स भनेको चार थरीको चाहिँ हामीले देख्न सकिन्छ। चारवटा बुलिसमा छ, चारवटा बेरिसमा छ। एउटा डाइभर्जेन्स भनेको चाहिँ प्राइसले लोवर लो बनाइराखेको छ। एउटा लो यहाँ थियो, अर्को लो यहाँ लोवर लो बनायो। तर त्यही बेला चाहिँ इन्डिकेटर यो ओसिलेटर भनेको चाहिँ हामीले आरएसआईको भ्यालुलाई बुझ्न सकिन्छ। तर आरएसआईले चाहिँ यो लोबाट नेक्स्ट लो चाहिँ लोवर हाई बनाएको छ भने चाहिँ हामीले के बुझ्नु पर्यो त यो लोवर लो बनाएको छ, यो चाहिँ लोवर हाई भनेपछि यिनीहरूको डिरेक्सन मिलेको छैन, यिनीहरूको डिरेक्सन डाइभर्जेन्स भएको छ। त्यही भएर चाहिँ यसलाई डाइभर्जेन्स वेमा चाहिँ बुझ्न सक्यो। अब यो डाइभर्जेन्स भनेको चाहिँ रिभर्सल सिग्नल हो। यो चाहिँ डाउन ट्रेन्डमा देख्ने सिग्नल हो र यसले चाहिँ के सिग्नल गर्ने भयो त अब पोटेन्सियल अपवार्ड जान सक्छ, प्राइस करेक्सन सकेर चाहिँ अब माथि जान सक्छ भनेर बुझाउने भयो। त्यसपछि यसकै अपोजिट प्राइसले चाहिँ हायर हाई बनाइराखेको छ। एउटा हाई यहाँ छ, अर्को यहाँ हाई भनेको यहाँ छ। तर इन्डिकेटरले चाहिँ लोवर हाई बनाएको छ। एउटा हाई यहाँ छ अनि अर्को हाई चाहिँ यहाँ छ। सो प्राइसले अब हायर हाई बनाउने र इन्डिकेटरले चाहिँ लोवर हाई बनायो भने चाहिँ यस्तो केसमा चाहिँ यो पनि स्ट्रङ बेरिस सिग्नल हुने भयो। यो चाहिँ युजली हामीले कहिले देख्न सकिन्छ त यो अप ट्रेन्ड भइराख्ने बेला चाहिँ डाउन ट्रेन्ड आउनको एकछिन अगाडि अथवा रिभर्सल हुन अगाडि चाहिँ हामीले यो देख्न सकिन्छ। सो यिनीहरू दुइटै भनेको चाहिँ के भयो त रिभर्सलको सिग्नल भयो। त्यसपछि अरू नर्मल सिग्नलहरूमा के छ त प्राइस सेम लेभलमा हुने तर इन्डिकेटरको भ्यालु चाहिँ लोवर हाई बनाएर गयो भने चाहिँ यसलाई के हुने भयो त मिडियम रिभर्सल सिग्नल हुने भयो। यो माथिको स्ट्रङ सिग्नल र यो चाहिँ ठिक्कको सिग्नल, धेरै स्ट्रङ होइन ठिक्कको। र त्योभन्दा विक सिग्नल भनेको चाहिँ यहाँ छ। प्राइसले लोवर लो बनाउने तर इन्डिकेटरले चाहिँ इक्वल हाई अथवा इक्वल लो चाहिँ बनाउने, सेम लेभलमा चाहिँ लो बनायो भने चाहिँ यस्तो केसमा चाहिँ यो तिनवटा भनेको रिभर्सल सिग्नल भयो। र कन्टिन्युएसन सिग्नलमा चाहिँ के देख्न सकिन्छ त प्राइसले एउटा लोबाट माथि लोवर हाई बनाइराखेको छ र इन्डिकेटरले चाहिँ एउटा लोबाट अर्को लोवर लो बनाइराखेको छ। यहाँ पनि डाइभर्जेन्स भएको छ तर यो चाहिँ के डाइभर्जेन्समा पर्ने भयो त हिडन डाइभर्जेन्समा पर्छ र यसको चाहिँ इन्टरप्रिटेसन के हुने भयो त अप ट्रेन्डमा गइराखेको छ भने चाहिँ प्राइस अझै पनि माथि जान सक्छ भन्ने चाहिँ बुझाउने भयो यसले। अब यसको इक्जाम्पल एकचोटि हेरौँ। नेप्से चार्ट खुल्यो कि खुलेन, अब अझै खुलेन होला सायद। ओके यसमा हेरौँ। अब जस्तै आरएसआईमा डाइभर्जेन्स हामीले क्यान्डलमा सुरुमा चाहिँ हामीलाई डाइभर्जेन्स भेटाउन चाहिँ अलिकति गाह्रो हुनसक्छ किनकि यो डाइभर्जेन्समा यो लाइनको त यहाँ एउटा लो छ, अर्को लो भनेको त माथि बनाएको छ भनेर देखिन्छ। तर क्यान्डलमा हेर्दाखेरि चाहिँ स्टार्टिङमा अलिकति कन्फ्युजन हुनसक्छ। सो र यस्तो केसमा चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि यो जुन क्यान्डल्स भन्ने छ डाइभर्जेन्स खोज्नलाई चाहिँ हामीले लाइनमा चाहिँ राख्न सकिन्छ। सो यसरी लाइनमा राख्यो भने चाहिँ कुन लो तल छ कुन हाई चाहिँ माथि छ भनेर क्लियरली चाहिँ हामीले देख्न सकिन्छ। अब जस्तै यहाँनिर एउटा फर्स्ट डाइभर्जेन्स देखेको छ यो लेभलबाट यहाँ प्राइसले के गरेको छ त यहाँ एउटा हाई बनाएको छ, अर्को हाई भनेको यता बनाएको छ, हायर हाई बनाएको छ। तर इन्डिकेटर आरएसआईमा के बनाएको छ त एउटा हाई यहाँ थियो, अर्को हाई भनेको चाहिँ लोवर हाई बनाएको छ। यो भनेको चाहिँ कुन डाइभर्जेन्समा पर्यो त प्राइसले हायर हाई बनाउने तर इन्डिकेटरले चाहिँ लोवर हाई बनाउने। यो चाहिँ कुन चाहिँमा पर्यो त डेफिनेटली स्ट्रङ बेरिस डाइभर्जेन्समा पर्यो है। त्यही भएर जब यो एउटा क्यान्डल बनिसकेको थियो त्यसपछि करेक्सन आएको छ जुन चाहिँ यहाँनिर मजाले काम गरेको हामीले हेर्न पाउँछौँ। अब अर्को डाइभर्जेन्स कहाँ छ खोज्दै जाउँ है त। कता कुन यो कि यो यो
यो र कुन चाहिँ लिने? यसलाई यसलाई अब यो र धेरै टाढाको पनि हेर्ने होइन क्या हामीले डाइभर्जेन्स, नजिकको पोइन्ट्सहरू चाहिँ हामीले हेर्ने हो। जस्तै अब यो र यो हामीले पोइन्ट हेऱ्यो भने त होइन, यो एउटा, अनि कुन चाहिँ त, ए यो यहाँसम्म 2874 को यसलाई ए त्यसरी लिन मिल्दैन। हामीले युजली हेर्ने बेला जब यो माथिको हेर्छौँ हाईलाई नै हेर्ने हो, र तलको हेर्ने बेला चाहिँ लोलाई नै हेर्ने हो क्या। जस्तै यहाँनिर मैले माथिको हेरिरहेको छु, यहाँनिर पनि हेर्नु होइन। यो बुलिस डाइभर्जेन्सहरू भनेको प्राय लो पोइन्टहरूमा चाहिँ खोज्ने हो, जहिले पनि लो स्विङ लो अथवा लो पोइन्टहरूमा चाहिँ खोज्ने हो। तर बेयरिस डाइभर्जेन्स हामीले हेर्नको लागि यो अप ट्रेन्डमा हेर्ने भयो, अनि अप ट्रेन्डमा चाहिँ युजली चाहिँ हाई पोइन्ट्सहरूमा चाहिँ हेर्ने हो। एउटा हाई पोइन्ट लिने अनि अर्को चाहिँ लो पोइन्ट लिने त्यस्तो चाहिँ मिल्दैन। जस्ट हाई पोइन्ट लिएको छ भने हाई पोइन्ट्स मात्र हेर्नु पऱ्यो, र लो पोइन्ट्स लिएको छ भने लो पोइन्ट्स मात्र हेर्नु पऱ्यो क्या। जस्तै अब यो दुईवटा हाई पोइन्ट्स लिने बेला के भएको छ त, यहाँ क्लियर डाइभर्जेन्स भएको छ, स्ट्रङ बेयरिस डाइभर्जेन्स। त्यसकै काम चाहिँ के भएको छ त, इन्टरप्रिटेसन अनुसार नै सक्सेसफुल भएर चाहिँ यसले प्राइसलाई करेक्सन ल्याएको छ। अब अरू डाइभर्जेन्स पनि हामीले खोज्दै गयो भने चाहिँ कहाँनिर भेटिन्छ लेख्दै। सो बेयरिस डाइभर्जेन्स चाहिँ हामीले युजली टपमा चाहिँ देख्न सकिन्छ। अर्को यहाँ बुलिस डाइभर्जेन्स पनि देखिन्छ है। जस्तै यहाँनिर एउटा प्राइसले लोवर लो बनाएको छ, तर इन्डिकेटरले के गरेको छ त, यो एउटा हाई थियो त्योभन्दा माथि चाहिँ लो बनाएर गएको छ। अलिक ठुलो गरिदिन्छु यसलाई, हेर्नु है। आरएसआईको फर्स्ट भ्यालु यहाँ कति छ त, 34 जतिको छ। भ्यालु चाहिँ यहाँ साइडमा देखाउँछ। सो यो भ्यालु भनेको लगभग 34.5 छ, र अर्को भ्यालु भनेको कति छ त, 36 छ। भनेपछि 34 भन्दा 36 डेफिनेटली हाई छ, भनेपछि यहाँनिर हाई बनाएको छ। तर प्राइसमा हामीले हेऱ्यो भने यो लेभल भनेको 2582 छ, र यो लेभल हेऱ्यो भने चाहिँ 2576 छ। भनेपछि योभन्दा यो अलिकति तल आएको छ। भनेपछि यो चाहिँ कुन टाइपको डाइभर्जेन्स हुने भयो त, स्ट्रङ डाइभर्जेन्समा पर्ने भयो। प्राइसले लोवर लो बनाएको छ, इन्डिकेटरले लोवर हाई बनाएको छ। भनेपछि यहाँबाट बुलिस डाइभर्जेन्सले चाहिँ अर्ली सिग्नल दिएर चाहिँ के गरेको छ त, प्राइस अब रिभर्सल भएर चाहिँ माथि जान लागेको छ भन्ने सिग्नल दियो। त्यही अनुसार प्राइस बढेर गयो। फेरि पनि डाइभर्जेन्स खोजौँ। पक्नु है, पहिला नेप्सेमा एकचोटि देखाउँछु। जस्तै यो बेलाको राइजमा पनि हेर्नु है, क्लियर डाइभर्जेन्स देखिन्छ। हेर्नु त, यो जति पनि प्राइस यो लेभलसम्म त प्राइस बढेको बेला आरएसआईको भ्यालु पनि बढिराखेको थियो यो पोइन्टसम्म। तर जब यो पोइन्टभन्दा माथि जाँदै गयो, यो पुरै राइज भनेको बियरिस डाइभर्जेन्स बनेर चाहिँ गइराखेको छ। त्यही भएर जब यहाँबाट करेक्सन आयो, एकदम ठुलो करेक्सन आयो क्या। यो बियरिस डाइभर्जेन्समा पर्छ है। प्राइसले हायर हाई बनाउने, तर इन्डिकेटरले लोवर हाई बनाउने, स्ट्रङ बेरिस डाइभर्जेन्स। अर्को बुलिस कता छ त, लेट्स सी। यहाँ पनि रहेछ अर्को बुलिस। जस्तै यहाँनिर हेऱ्यो भने के छ त, प्राइसले लोवर लो बनाएको छ, तर इन्डिकेटर्सले के गरेको छ त, लोवर हाई बनाएको छ। भनेपछि यसमा पनि बुलिस डाइभर्जेन्स बनेर प्राइस बढेको छ। जेएसएलभी भन्नुभयो हो। ओके, रिसेन्टमा डाइभर्जेन्स बनिरहेको छैन, कता छ त, लेट्स सी। यहाँ एउटा डाइभर्जेन्स बनेछ, तर यो डाइभर्जेन्सको प्राइस चाहिँ धेरै माथि जान सकेन, जस्ट उसको प्रिभियस हाईसम्म मात्र गयो। त्यसपछिको अर्को डाइभर्जेन्स हेरौँ।
लामो टाइम भन्नाले कतिको डिस्टेन्स? हामीले यो डाइभर्जेन्स हेर्ने बेला चाहिँ उसको नजिकको पोइन्ट्सहरूलाई चाहिँ हेर्ने हो। जस्तै यहाँनिर एउटा ट्रेन लाइन ब्रेक भएको छ भने चाहिँ यो ट्रेन लाइनको माथिको मात्र डाइभर्जेन्स खोज्ने हो क्या। यसको तलको डाइभर्जेन्स अब इन्भ्यालिड भएर सकिसक्यो, यसको काम चाहिँ सकिसक्यो। अब माथिको जब यो ट्रेन लाइन कुनै पनि ब्रेक भएर चाहिँ माथि जान्छ त्यो बेला चाहिँ माथिको मात्र हामीले बेरिस डाइभर्जेन्स छ कि छैन भनेर हेर्ने भयो। अथवा बुलिस डाइभर्जेन्सको लागि भ्यालिड हुनको लागि चाहिँ यो ट्रेन लाइन चाहिँ ब्रेक गर्नु भएन क्या। त्यो अनुसार चाहिँ हामीले खोज्नुपर्छ। यसको क्यान्डल्सहरू हेरौँ कस्तो गरेर रहेछ धेरै टाइमदेखि। अब डेलीमा चाहिँ यो धेरै ऱ्यान्डम यसरी भइरहेको छ भने चाहिँ हामीले यसलाई टाइम फ्रेम चेन्ज गरेर विकलीमा पनि हेर्न सकिन्छ है। जस्तै विकलीमा चाहिँ कस्तो गराएछ त, लेट्स सी। हेर्नु है, विकलीमा कहाँबाट चाहिँ बेरिस डाइभर्जेन्स देखिरहेछ त। यो करेक्सन आउनु भनेको त अर्ली साइन कहाँ दिएको छ त, हेर्नु यहीँबाट दिएको छ। यो पोइन्टसम्म प्राइसले जस्तो मुभ लिएको थियो त्यस्तै मुभ लिएर माथि गइरहेको थियो। तर जब यो पोइन्टबाट चाहिँ आरएसआईले डाइभर्जेन्स देखायो, त्यसपछि के भएको छ त, यो प्राइसभन्दा धेरै माथि जानै सकेन। थोरै माथि गयो तर फेरि अल्टिमेटली तलै आयो। सो यसरी चाहिँ हामीले कुनै पनि स्टकमा चाहिँ होइन डाइभर्जेन्स छ कि छैन भनेर चाहिँ हेर्न सकिन्छ। र डाइभर्जेन्सले चाहिँ एकदम काम गर्छ। जस्तै यहाँनिर पनि यो लोवर लो बनाएर अलिकति तल आएको छ, यसरी जुम आउट गरेर हेऱ्यो भने चाहिँ। सो यसको लागि चाहिँ आफूले आफ्नो आइजलाई चाहिँ ट्रेन गर्नु पऱ्यो क्या, ठ्याक्कै स्पट गर्नको लागि चाहिँ। यो हेऱ्यो भने चाहिँ हाई बनाएको छ, यसले लोवर लो बनाएको छ, यसले लोवर हाई बनाएको छ। यहाँ पनि बुलिस डाइभर्जेन्स बनेको छ। तर यो बुलिस डाइभर्जेन्स बन्दै गर्दा पनि के भयो त, यो 55 अथवा 60 भन्दा माथि जान सकेन। त्यही भएर फेरि पनि प्राइस स्लोली यहीँनिर चाहिँ करेक्सन आयो। तर जब यो बेला चाहिँ ब्रेक पनि गर्यो, 60 भन्दा माथि पनि गयो, त्यसपछि प्राइस माथि गयो। सो यसरी चाहिँ हामीले आरएसआईको भ्यालु अथवा इन्डिकेटर चाहिँ हामीले युज गर्न सकिन्छ मोमेन्टम हेर्नको लागि, अथवा अर्ली साइन के को लागि त, डाइभर्जेन्स छ कि छैन, करेक्सन अब आउन लागेको छ कि छैन भनेर हेर्नको लागि चाहिँ युज गर्न सक्यो। जस्तै नेप्सेको पनि हामीले 3200तिरको अथवा 3000को फल हेऱ्यो भने पनि क्लियर डाइभर्जेन्स अघि नै देखिसकेको छ। जस्तै यो बेला के छ त, यो पोइन्टदेखि यो पोइन्ट हेर्नुभयो भने यो पुरै हायर हाई बनाएर गइराखेको छ। तर आरएसआईको भ्यालु हेऱ्यो भने हेर्नु त, पुरै लोवर लो बनाएर तल खसिराखेको छ। भनेपछि यहाँ पनि क्लियर डाइभर्जेन्स थियो। र विकली बेसिसमै डाइभर्जेन्स देखेपछि चाहिँ यो यस्तो भनेको चाहिँ अलिकति लार्जर टाइमसम्म चाहिँ, यो धेरै टाइमसम्म चाहिँ करेक्सन जाने भयो क्या। के अहिले डेलीमै राख्नु यसलाई। सो क्यान्डल्सबाटै हेरे पनि भयो डाइभर्जेन्सको लागि होइन। कुनै कुनै त एकदम क्लियरली भिजिबल भइहाल्छ होइन। तर कुनै कुनै क्लियरली भिजिबल नभएको चाहिँ, जस्तै यो एरिया पनि हामीले हेऱ्यो भने क्लियरली भिजिबल छ नि त। यो एउटा लो यहाँ थियो, नेक्स्ट लो भनेको छ लोवर लो बनाएको छ। तर आरएसआईमा हेऱ्यो भने के भएको छ त, लोवर हाई बनाएको छ। एउटा लो यहाँ थियो, अर्को माथि नै क्लोजिङ दिएको छ, अथवा माथि नै हाई बनाएको छ। भनेपछि यस्तो क्लियर देख्ने ठाउँमा चाहिँ के बुझ्न सक्यो त, लाइन युज नगरे पनि खासै फरक पर्दैन, क्यान्डल्सबाटै हेरे पनि भयो। तर स्टार्टिङमा गाह्रो हुन्छ भने चाहिँ यसलाई लाइन राखेर चाहिँ डाइभर्जेन्स छ कि छैन भनेर चाहिँ चेक गर्न सकिन्छ। ओके, यो थियो एउटा आरएसआई इन्डिकेटर भन्ने। अब अर्को इन्डिकेटर चाहिँ म्याकडी भन्ने इन्डिकेटर छ। यो म्याकडी भन्ने इन्डिकेटर चाहिँ मुभिङ एभरेज को कतिको लिएको छ त, 12 र 26 को चाहिँ दुईटाको चाहिँ क्रस ओभर हेर्ने चाहिँ गरिन्छ। जस्तै क्रस ओभरको मिनिङ चाहिँ के हुने भयो त,
यसमा दुईटा लाइन हेर्ने हुन्छ हामीले युजली। यो म्याकडी सिग्नल भनेको यो ब्लू लाइन भयो, अनि सिग्नल लाइन भनेको चाहिँ के भयो त, यो ओरेन्ज लाइन छ। कुनै पनि पोइन्ट अफ टाइममा चाहिँ यो म्याकडी लाइनले चाहिँ सिग्नल लाइनलाई तल साइडबाट माथि क्रस गरेर गएको छ भने चाहिँ, जस्तै यो ब्लू लाइन पहिला तल नै थियो, तर यो पोइन्टमा चाहिँ के गरेको छ त, क्रस गरेर माथि गएको छ भनेपछि यसले चाहिँ के गरेको छ त, यस्तो क्रस ओभरलाई चाहिँ हामीले क्रस गरेर गएकोलाई चाहिँ बुलिस क्रस ओभर भनिन्छ। र यो बुलिस के को लिङ्क ओपन भएन रे? ढिलो आउनुहुन्छ अनि यहाँनिर डिस्टर्ब हुन्छ कि। ओके, एड भयो भन्नु है उहाँहरूलाई, रिक्वेस्ट पठाउनु भन्नु, एड हुन्छ अहिले। अब यहाँ क्लास गरिराख्ने बेला चाहिँ तपाईँहरू ढिलो आउनुभयो भने चाहिँ यहाँनिर मलाई थाहा हुँदैन के, नोटिफिकेसन आएको पनि। त्यही भएर चाहिँ सकेसम्म चाहिँ टाइममा आउनु है। सो कसैको मेसेज आयो भने चाहिँ यहाँ मलाई खबर गर्नु होला है तपाईँहरूले। ओके, यहाँ के भन्दै थिएँ त मैले, म्याकडीको बारे भन्दै थिएँ है। ओके, म्याकडीमा भनेको चाहिँ दुईटा लाइन हुने भयो, एउटा भनेको म्याकडी लाइन, अर्को भनेको सिग्नल लाइन। म्याकडी लाइनले तल साइडबाट चाहिँ माथि क्रस गरेर यो सिग्नल लाइनभन्दा माथि क्रस ओभर गरेर गएको छ भने चाहिँ यस्तोलाई चाहिँ बुलिस क्रस ओभर भनिन्छ। र यो बुलिस क्रस ओभर जब हुन्छ, यसले चाहिँ अब प्राइस चाहिँ अब माथि अलिकति जान सक्छ भन्ने चाहिँ इन्डिकेट गर्छ। जस्तै यहाँनिर पनि हामीले हेऱ्यो भने चाहिँ के भएको छ त, जब यो बुलिस क्रस ओभर भएको छ, प्राइस बढेर माथि गएको छ। बुलिस क्रस ओभर यहाँ पनि भएको छ, प्राइस बढेर माथि नै गएको छ। यहाँ पनि बुलिस क्रस ओभर छ, माथि गएको छ। तर यो यताको अनि यताको हामीले हेऱ्यो भने चाहिँ यहाँनिर बुलिस क्रस ओभर भए पनि खासै माथि जान सकेको छैन। त्यही भएर यिनीहरू पनि हामीले चाहिँ हेर्ने बेला के गर्नुपर्छ त, लोकेसन पनि कहाँ छ भनेर चाहिँ हेर्नुपर्छ है। रेजिस्टेन्सतिर हुँदाखेरि चाहिँ यस्तो फेक सिग्नलहरू पनि आइराखेको हुन्छ। जस्तै यहाँनिर पनि यसले पनि काम गरेन। किन त, किन भन्दाखेरि यो पनि रेजिस्टेन्सतिर थियो, यसले पनि काम गरेन, यो पनि रेजिस्टेन्स नजिकै थियो। थोरै बढ्यो तर फेरि करेक्सन आइहाल्यो। यो बेलाको पनि के भयो त, थोरै बढ्यो तर यो रेजिस्टेन्स चाहिँ प्राइसले पुस भएर चाहिँ तलै आयो। अनि यो म्याकडीमा चाहिँ हामीले दुईटा चाहिँ हिस्टोग्राम देख्न सकिन्छ। जस्तै हिस्टोग्राम भनेको चाहिँ यो भनेको ग्रिन हिस्टोग्राम भयो। यो भनेको चाहिँ प्राइस अब बढिराखेको हुन्छ, यस्तो ग्रिन कलरको हिस्टोग्राम देख्न सकिन्छ। अनि जब प्राइस चाहिँ करेक्सनमा बसिराखेको हुन्छ, यस्तो बेला चाहिँ रेड हिस्टोग्राम चाहिँ देख्न सकिन्छ। अनि यसमा पनि चारवटा टाइपको चाहिँ हामीले कलर देख्न सकिन्छ। एउटा भनेको डार्क ग्रिन, अर्को भनेको लाइट ग्रिन, अनि अर्को भनेको डार्क रेड र लाइट रेड। अनि यो जब यो डार्क ग्रिन भइराखेको हुन्छ, यो बेला चाहिँ हामीले के बुझ्न सकिन्छ भन्दाखेरि यो बेला चाहिँ बाइङ अलिकति स्ट्रङ नै छ भनेर चाहिँ बुझ्न सकिन्छ। तर जब यो फिक्का हुँदै जान्छ, यो फेड कलरको कलर बन्छ, यो बेला चाहिँ बाइङ स्लो भएको छ, अब चाहिँ करेक्सन आउन लागेको छ भनेर चाहिँ अलर्ट हुनुपर्छ। यस्तो बेला यहाँनिर पनि अलिकति अलर्ट, यहाँ पनि करेक्सन आएको थियो होला सायद, हेर्नु त 3-4वटा करेक्सन आएको थियो, त्यही भएर यो फिक्का भयो। यहाँ पनि करेक्सन आएको बेला के भएको छ त, यो फेडेड कलरमा छ। तर जब प्राइस स्ट्रङ वेमा बढेको छ, यो भनेको डार्क ग्रिन बनाएछ। र प्राइस करेक्सनमा हुने बेला युजली के हुन्छ त, यो रेड कलरको हिस्टोग्राम चाहिँ हेर्न सकिन्छ। र यो हिस्टोग्रामको कुरा गर्दाखेरि यो हामीले सेटिङ्समा हेऱ्यो भने यो 0 भन्ने भ्यालु देखिन्छ होइन। अनि यो 0 लाइनभन्दा चाहिँ यो माथि भनेको ग्रिन हिस्टोग्राम बन्ने भयो, र 0 लाइनभन्दा तल भनेको चाहिँ रेड हिस्टोग्राम हुन्छ। र कुनै पनि पोइन्ट अफ टाइममा यो जुन म्याकडी लाइन र सिग्नल लाइन छ, यिनीहरू चाहिँ यो 0 लेभलभन्दा माथि जान थाल्यो भने चाहिँ यो बेला चाहिँ बुलिस मोमेन्टम अलिक स्ट्रङ छ भनेर बुझ्न सकिन्छ यहाँबाट पनि। तर यो चाहिँ 0 लेभलभन्दा तल नै हुने। अनि यो बुलिस क्रस ओभर भयो भने चाहिँ यस्तो सिग्नलहरू चाहिँ प्रायः के हुन्छ त, अलिकति फेक सिग्नलहरू चाहिँ हुन्छ क्या। जस्तै यहाँनिरको फेक सिग्नल थियो, यो पनि फेक सिग्नल थियो, खासै प्राइस धेरै बढेन। तर यो बेला चाहिँ के भयो त, प्राइस माथि पनि गयो, अनि यो दुईटा लाइन पनि माथि गएको छ, अनि यो बेलाको राइट चाहिँ अलिकति माथि पनि गएको छ। हेर्नु त, प्राइसले के गरेको छ भनेर पनि हामीले यहीँबाट पनि थाहा पाउन सकिन्छ क्या। यो बेला त के भएको छ, धेरै साइडवेजमै बसेको छ। सो हिस्टोग्रामको यो
जति जति ठुलो हुँदै जान्छ होइन त्यति नै चाहिँ बाइङ अलिकति स्ट्रङ भएको छ भनेर हेर्न सकिन्छ। सो म्याकडीमा चाहिँ अनि अर्को एउटा कुरा के पनि याद गर्नुपर्छ भन्दाखेरि जब यो जेरो लेभलभन्दा माथि चाहिँ यसरी बुलिस क्रसओभर दिएर बाई सिग्नल आउँछ नि त्यो चाहिँ अलि धेरै स्ट्रङ हुन्छ भनेर हामीले बुझ्न सकिन्छ है। जस्तै यो बेलाको राइज हेर्नु त, जेरो लेभलभन्दा माथि बाई सिग्नल दिएको बुलिस क्रसओभर भनेको एउटा यहाँ छ, अर्को कहाँ छ त यहाँनिर यही बेला दिएको थियो तर रिसेन्ट रेजिस्टेन्स नै ब्रेक गर्न नसकेकोले यसमा चाहिँ राइज आउन सकेन। अर्को कतै छ त, अर्को भनेको अहिले दिनै बाँकी छ है। अहिले बेयरिस क्रसओभर गरेर बसेछ। बेयरिस क्रसओभरको मिनिङ चाहिँ के भयो त, यो म्याकडीको जुन यो ब्लू लाइन छ यसले चाहिँ माथि साइडबाट तल क्रस गरेर चाहिँ यो बेयरिस क्रसओभर, यो सिग्नल लाइनलाई चाहिँ माथिबाट तल क्रस गरेको छ भने चाहिँ यस्तोलाई चाहिँ बेयरिस क्रसओभर भन्ने भयो। बुलिस क्रसओभरमा माथि जाने भयो र बेयरिस क्रसओभरमा चाहिँ तल आउने भयो। सो बेयरिस क्रसओभर हुने बेला चाहिँ करेक्सन चाहिँ हुँदैछ भनेर यसले देखाउने भयो। सो यो पनि तपाईँले हरेक स्टकमा हेर्नुभयो भने चाहिँ यो पनि प्राय तपाईँले देख्न सक्नुहुन्छ है। जब यसमा बुलिस सिग्नल दिएर प्राइस माथि रेजिस्टेन्स पनि ब्रेक गर्छ यस्तोमा पनि राम्रो राइट चाहिँ आउँछ। यहाँनिर पनि हेर्नु, बेयरिस क्रसओभर बुलिस क्रसओभर दिएको थियो, प्राइस बढेर कहाँसम्म पुग्यो त, उसको प्रिभियस रेजिस्टेन्ससम्म पुग्यो। यो बेला पनि बाई सिग्नल दिएको थियो, बुलिस क्रसओभर भएर प्राइस कहाँसम्म पुग्यो त, उसको प्रिभियस रेजिस्टेन्ससम्म पुग्यो। यो बेला पनि बुलिस क्रसओभर दिएको छ, प्राइस बढेर कहाँसम्म पुग्यो, उसको प्रिभियस रेजिस्टेन्ससम्म। सो बुलिस क्रसओभर भयो भने हामीले एउटा वाच आउट गर्नुपर्ने एरिया भनेको चाहिँ जहिले पनि उसको प्रिभियस रेजिस्टेन्स हुन्छ। हेर्नु है, यहाँ पनि बुलिस क्रसओभर छ, उसको प्रिभियस रेजिस्टेन्समा गयो। यो बुलिस क्रसओभर छ, यहीँबाट धेरै बढ्न सकेन, यही यसकै रेजिस्टेन्समा चाहिँ के भयो त, प्राइस पुगेर फेरि करेक्सन आयो क्या। म्याकडीमा चाहिँ अलिकति धेरै ल्यागिङ पनि हुन्छ होइन, अनि अलिक धेरै सिग्नल पनि आउँछ है। यसमा चाहिँ फेक सिग्नल अथवा फल्स सिग्नलहरू पनि धेरैवटा चाहिँ आइराखेको हुन्छ। अब यसमा चाहिँ हामीले हेर्ने बेला कुनै पनि इन्डिकेटर चाहिँ एउटै मात्र चाहिँ युज गर्नु हुँदैन कि, 3-4वटा कन्फ्लुएन्स गरेर चाहिँ हेर्नुपर्छ। जस्तै अब यहाँ आरएसआई पनि हेरौँ होइन, अनि भोल्युम पनि हेरौँ। ओके, भोल्युम भन्दा पनि अहिलेलाई बोलिन्जर ब्यान्ड रुल लगाइदिउँ। यसलाई 60 गरिदिउँ। तिनटैले बाई सिग्नल दिने बेला चाहिँ कतिको राइज आएको छ हेरौँ है त। जस्तै 60को अब भनेको यो बेलाको थियो, म्याकडीले पनि बाई दिएको छ, बोलिन्जर ब्यान्डले पनि बाई दिएको छ भनेपछि हेर्नु त राइज राम्रै आएको छ। त्यसपछि यो बेला म्याकडीले बाई दिए पनि के भएको छ त, यो आरएसआई माथि गएको छैन भनेपछि यो बेला नकिने पनि भयो। अर्को भनेको कहाँनिर बाई दिएको छ त, म्याकडीले यहाँ बाई दिएको छ, बोलिन्जर ब्यान्डले पनि बाई दिएको छ, आरएसआईको भ्यालु पनि अबोभ 60 छ भनेपछि यो बेलाको पनि एउटा राइज खान सक्यो। त्यसपछि यो बेलाको हेऱ्यो भने चाहिँ यहाँनिर चाहिँ त्यस्तो साह्रो राम्रो राइज चाहिँ आएन। 60 अबोभ यो बेला गएको थियो, म्याकडीले चाहिँ अलिक अगाडि नै बाई दिइसकेको रहेछ, बोलिन्जर ब्यान्डले पनि लगभग यहाँबाट बाई दिएको थियो। त्यही भएर चाहिँ अनि यसको के भयो त, प्रिभियस रेजिस्टेन्समै पुगेर यो प्राइस चाहिँ माथि जान सकेन। तर यो बेलाको चाहिँ अलिकति स्ट्रङ भयो। यो बेला चाहिँ बाई सिग्नल आए पनि के भएको छ त, आरएसआईको भ्यालु भनेको बिलो 60 छ, सो अभोइड गरे पनि भयो। सो यसरी डिफ्रेन्ट सिग्नलबाट होइन हामीले प्राइस एक्सन नहेरिकन इन्डिकेटर्सबाट मात्रै हेर्दा पनि धेरैवटा चाहिँ हामीले सिग्नलहरू चाहिँ पाउन सकिन्छ। जस्तै यो बेला आरएसआईको भ्यालु पनि अबोभ 60 थियो, म्याकडीले पनि बाई दिएको छ, बोलिन्जर ब्यान्डले पनि बाई दिएको छ, एउटा राम्रो मुभ क्याच गर्न सक्यो। त्यसपछि यो बेला पनि दिएको छ बाई सिग्नल,
यो पनि यतिको सानो मुभ भए पनि क्याच गर्न सक्यो। सो यसरी चाहिँ हामीले डिफ्रेन्ट इन्डिकेटर्स युज गरेर पनि प्राइसको मुभमेन्ट अथवा उसको ट्रेन्ड के कस्तो छ भनेर चाहिँ हामीले आइडेन्टिफाई गर्न सकिन्छ है। जस्तै अहिले म्याक्डीमा के छ त, अहिले नेप्सेमा भनेको म्याक्डीमा बेरिस क्रसओभर छ, बाई सिग्नल आउनै बाँकी छ, अनि आरएसआईको भ्यालु पनि बिलो 60 छ। तर बोलिन्जर ब्यान्ड एउटाबाट चाहिँ नेगेटिभ भइसकेको छैन, अहिलेलाई चाहिँ यो मिड ब्यान्डमा आज सपोर्ट लिएको छ। अब यसलाई यदि पोजिटिभ हुनु छ भने चाहिँ के हुनु पर्यो त, यसको माथि जानु पर्यो। अब यसको प्राइस एक्सन पनि हामीले पहिला हेरेको होला, एकचोटि हेरौँ है त प्राइस एक्सनको पनि। जस्तै मैले सपोर्ट रेजिस्टेन्स र ट्रेन्ड लाइन ड्र गर्ने बेला पनि के चाहिँ देखाएको थिएँ त, यहाँ लगमा राख्नु यो। सो एउटा ट्रेन्ड लाइन यो थियो जुन चाहिँ बटम एरियामा एउटा यो पोइन्ट, त्यसपछि यो पोइन्ट अनि यो पोइन्ट, तीनवटा पोइन्टलाई लिएर कनेक्ट गरेको छ। त्यसपछि यो ट्रेन्ड लाइन ब्रेक भएर तल आएको छ। अर्को ट्रेन्ड लाइन कहाँ पनि ड्र गरेको थियो त क्विक सिग्नलको लागि, यही एरियामा पनि ड्र गरेको थियो, एउटा यो पोइन्ट र यो पोइन्ट। सो यो दुईटा पोइन्टबाट जब यो ब्रेक गरेर यो क्यान्डलहरू बनेको थियो, यो बेला सेल सिग्नल दिएको थियो। कहाँसम्म आउँछ भनेको थिएँ त पहिले, लगभग यो मेजर ट्रेन्ड लाइनसम्म आउँछ भनेको थिएँ। यसलाई मैले माइनर गरिदिउँ होइन। अनि यो ट्रेन्ड लाइन पनि ब्रेक भइसकेको छ। अब यसलाई चाहिँ माथि जानु छ भने चाहिँ यो ट्रेन्ड लाइनभन्दा माथि जानै पर्छ हो क्या। त्यसपछि बल्ल चाहिँ के हुने भयो त, यो चाहिँ फल्स सिग्नल भएर चाहिँ अझै पनि यसले आफ्नो बाटो चाहिँ अप ट्रेन्ड नै समाउने भयो। र अर्को पनि हामीले सिग्नल, अब यो भनेको हामीले सपोर्ट लाइनहरू तानेको भयो, अब चाहिँ रेजिस्टेन्स ट्रेन्ड लाइनहरू तानेर हेर्ने हो क्या। जब प्राइस खसिराखेको हुन्छ, डाउन ट्रेन्डमा हुन्छ, त्यो बेला रेजिस्टेन्स लाइन तानेर हेऱ्यो भने चाहिँ के गर्न सकिन्छ त, यसले रेजिस्टेन्स ब्रेक गरेको छ कि छैन भनेर हामीले हेर्न सक्यो। आरएसआईमा के डाइभर्जेन्स बनाएछ त, ओके यो चाहिँ अलिकति स्लाइटली माथि हाई बनाएको रहेछ, यो चाहिँ स्लाइटली लो बनाएको छ। त्यस्तो क्लियर डाइभर्जेन्स त छैन, बट स्टिल एउटा डाइभर्जेन्स चाहिँ दिएको छ है। भनेपछि एउटा सानो राइट चाहिँ हामीले एक्सपेक्ट गर्न सकिन्छ। अनि हामीले प्याटर्नमा चाहिँ अर्को के पनि प्याटर्न देख्न सकिन्छ त, यता यो फलिङ वेजको ब्रेक डाउन भएको प्याटर्न पनि हामीले देख्न सकिन्छ। अनि लास्ट टाइम मैले के पनि प्याटर्न छ भनेको थिएँ त, यो यस डबल टप पनि देखाएको थिएँ तपाईँहरूलाई। यहाँनिर चाहिँ डबल टप पनि बनेको छ भनेर। अनि जब यो डबल टप ब्रेक भएको छ, त्यसपछि के भयो त, यसले आफ्नो टार्गेट चाहिँ मिट गर्यो क्या। यसको ओके, सो यतिको हामीले डिस्टेन्स मेजर गऱ्यो भने चाहिँ, सो यो टार्गेट भनेको चाहिँ मिट गरिसकेको छ क्या। डबल टपको जुन यो टार्गेट थियो, यो माथिको बाटो पनि हामीले हेऱ्यो भने चाहिँ एकचोटि यतिको हेरौँ। सो डबल टपको टार्गेट भनेको चाहिँ मिट भइसकेको छ भनेपछि करेक्सन चाहिँ हामीले लगभग सकेको चाहिँ बुझ्न सकिन्छ। तर पनि के एउटा चाहिँ कन्फर्म हुन बाँकी छ त, प्राइसले चाहिँ कन्फर्मेसन दिन बाँकी छ। किन कन्फर्मेसन दिन बाँकी छ, किनकि यो ट्रेन्ड लाइन पनि ब्रेक हुन बाँकी नै छ। अनि अर्को भनेको यो क्यान्डलमा पनि हामीले हेऱ्यो भने चाहिँ 4-5वटाले चाहिँ यो रेजिस्टेन्स एरिया बनाइराखेको छ क्या, यो लेभलतिर। यसलाई प्रिभियसमा यसरी एक्सटेन्ड पनि गऱ्यो भने चाहिँ के देख्न सकिन्छ त, यहाँ पनि धेरैचोटि चाहिँ रियाक्ट भएको चाहिँ हामीले देख्न सकिन्छ। भनेपछि प्राइसलाई माथि बढ्नु छ भने चाहिँ एटलिस्ट पनि यसको यो लाइनको माथि जानु पर्यो। त्यसपछिको इमिडिएट टार्गेट भनेको यहाँ हुने भयो। अनि यसको पनि माथि चाहिँ सस्टेन गर्न सक्यो भने बल्ल चाहिँ के हुने भयो त, फेरि पनि आफ्नो अप ट्रेन्डको र्याली लिने भयो। अदरवाइज यो अलिकति फेरि माथि जाने अनि यसैमा चाहिँ रेजिस्टेन्स लिएर फेरि तल आउन सक्ने भयो। सो यो वेमा चाहिँ हामीले प्राइसलाई इन्टरप्रेट गर्न सकिन्छ। ओके, अनि इन्डिकेटर्सहरू चाहिँ 4वटा पढाइसकेको छु होइन। त्यो 4वटा इन्डिकेटर्सहरू चाहिँ तपाईँहरू सबैले एकचोटि
आफ्नो मन परेको स्टकमा अथवा इन्डेक्समा चाहिँ लगाएर हेर्नु होइन, कुन कुन बेला कस्तो कस्तो सिग्नल दिएको छ भनेर, अनि त्यो सिग्नलले कतिको काम गराएको छ भनेर। अनि त्यो इन्डिकेटर्स भनेको चाहिँ जहिले पनि तपाईँहरूलाई चाहिँ सपोर्टको लागि मात्र युज गर्नु के। मेन भनेको चाहिँ जहिले पनि रिलाइ अन यर प्राइस एक्सन। प्राइस एक्सनलाई चाहिँ फर्स्ट प्रायोरिटी दिनु, सपोर्ट रेजिस्टेन्सहरू बनाउनु, ट्रेन लाइनहरू ड्र गर्नु, क्यान्डलस्टिकहरू आइडेन्टिफाई गर्नु, त्यही अनुसार चाहिँ आफ्नो ट्रेडिङ डिसिसन लिन सकिन्छ। जस्तै यहाँनिर हामीले आवरलीमा हेऱ्यो भने चाहिँ यो कुन चाहिँ क्यान्डलस्टिक प्याटर्न हो त, यो तिनटाको कम्बिनेसनमा। सो मर्निङ स्टार हो। अनि अर्को भनेको चाहिँ के छ त, यो लगभग यो यसको यो सपोर्ट एरियातिर बनेको छ है। सो लगभग सपोर्ट एरियातिर चाहिँ मर्निङ स्टार बनेको छ भनेपछि यसलाई भ्यालिड गर्नलाई प्राइसले एटलिस्ट पनि यसको माथि बसेर चाहिँ प्राइसले जानु पर्यो क्या। सो डिफ्रेन्ट तरिकाले चाहिँ हामीले हेर्न सकिन्छ है। अनि सपोर्ट रेजिस्टेन्स हेर्ने बेला पनि जहिले पनि धेरै टाढाको यस्तो जोन नै हेर्नुपर्छ भन्ने छैन क्या। हामीलाई क्विक सिग्नल चाहिन्छ भने चाहिँ जस्तै यहाँनिर हेर्दाखेरि 3-4वटा क्यान्डललाई मात्र पनि यहाँनिर रेजिस्टेन्स लिइरहेको छ भने त क्लियरली देखिन्छ नि। यो लाइनमा रेजिस्टेन्स लिएको देखिन्छ नि होइन। एउटा क्यान्डल, दुईटा क्यान्डल, तिनटा क्यान्डल, तीनवटा क्यान्डलले क्लियरली रेजिस्टेन्स लिइराखेको छ क्या। भनेपछि यसको माथि प्राइस बस्न थाल्यो भने पनि पोजिटिभ हुन सक्यो। कहिलेसम्म त, यसको टार्गेटसम्म। अनि फेरि यो टार्गेट मिट गरेर यसको माथि प्राइस सस्टेन भएको छ भने, यसलाई मिट गरेको छ भने चाहिँ अझ अप ट्रेन्ड जानलाई यसको माथि पनि ब्रेक गरेर जानु पर्यो। सो त्यसरी चाहिँ हामीले स्टडी गर्न सकिन्छ। ओके, केही क्वेसन छ त तपाईँहरूको? मोमेन्टममा ठिक छ, भिडियो रेकर्ड भएको छ, तपाईँहरूले रेकर्डेड भिडियो चाहिँ हेर्नु। अनि सकेसम्म चाहिँ जहिले पनि 7 बजे आउनु है, किनकि डे 1 देखि नै हेर्नु, एभ्री टाइम मैले पङ्क्चुअल 7 बजे नै क्लास लिएको छु, ढिलो भएको छैन होइन क्लास भएको दिन चाहिँ। त्यही भएर सकेसम्म चाहिँ तपाईँहरू टाइममै आउनु होला। अनि यो रेकर्डेड भिडियोज भएको छ होइन, कसैको कन्सेप्ट छुटेको छ भने चाहिँ रेकर्ड भइसकेको चाहिँ यो गुगल ड्राइभमा चाहिँ गएर हेर्नु होला है। सो अहिलेलाई चाहिँ म तपाईँहरूलाई लिङ्क पठाएको छु त, यो सिकिन्छको। मैले गुगल ड्राइभमा राखेर चाहिँ अहिलेसम्मको क्लासहरू सबै यसमै लिङ्कमा छ। कन्सेप्टहरू पनि जुन डिस्क्राइब गराएको छ यिनीहरू सबै यतै छ। ओके, मोमेन्टम भनेको चाहिँ आरएसआईमा हामीले हेर्ने बेला चाहिँ जब आरएसआईको भ्यालु 60 भन्दा माथि चाहिँ प्राइस जान थाल्छ होइन, त्यो बेला चाहिँ मोमेन्टम चाहिँ अलिक स्ट्रङ छ भनेर चाहिँ बुझ्न सकिन्छ क्या। जस्तै यसलाई सेटिङ चेन्ज गरेर 60 राख्दाखेरि अहिलेलाई तलको चेन्ज गर्दिनँ, जस्ट मैले 60 माथिको मात्र देखाउन खोजेँ है। यो 60 माथि जब आरएसआईको भ्यालु हुन्छ, युजली चाहिँ यहाँ प्राइसले पनि बाई सिग्नल दिएको छ भने चाहिँ त्यसपछि एउटा राम्रो राइज चाहिँ देख्न सकिन्छ क्या। इक्जाम्पलमा मैले राधीको दिएको थिएँ, हेर्नु त यो पुरै राइज आउन बेला आरएसआईको भ्यालु 60 अबभ भएको बेला स्ट्रङ मोमेन्टम थियो। एनआरएनको पनि इक्जाम्पल दिएको थिएँ, 60 अबभ भएको बेला जहिले पनि के भएको छ त, प्राइस मजाले चाहिँ बढेर गएको छ क्या। 60 अबभ थियो यो बेला पनि, रेजिस्टेन्स पनि ब्रेक गर्यो, फेरि पनि प्राइस माथिसम्म गयो। यहाँ पनि हेर्नु 60 अबभ भएको छ, रेजिस्टेन्स पनि ब्रेक गरेको छ। यो बेलादेखिको राइज हेर्नु, एउटा राम्रो राइज देख्न पाएको छ। सो युजली चाहिँ 60 अबभ हुने बेला चाहिँ प्राइसले चाहिँ राम्रो मोमेन्टम लिएर चाहिँ माथि बढेको नै हुन्छ। यो चाहिँ अब तपाईँहरूले पनि एकचोटि चाहिँ ब्याक टेस्ट अथवा आफूलाई राम्रो लागेको स्टकहरूमा चाहिँ चेक गर्नुभयो हुन्छ। हरेकमा चाहिँ तपाईँले यो भएको चाहिँ पाउने हुनेछ क्या।
होइन त्यस्तो साह्रो पनि होइन। तर तपाईँहरूलाई चाहिँ मोमेन्टमवाला स्टक हो कि होइन भनेर थाहा पाउनको लागि चाहिँ यो आरएसआईको भ्यालु चाहिँ युज गर्न सक्यो क्या। 60 बिलो अपर्च्युनिटी नै नआउने भन्ने होइन क्या। जस्तै यो बेला हामीले हेऱ्यो भने त यो 80को राइजमा त होइन 60 बिलो नै छ नि त होइन। तर हामीले प्राइस एक्सनमा सबै हेरेर चाहिँ किन्न जाने भने त यो भनेको एउटा सपोर्ट एरिया थियो। यसको रेजिस्टेन्स एरिया भनेको कहाँ छ त? यतातिर छ। सो सपोर्टमा आएको छ र यहाँ क्यान्डल स्टिक कुनैले पनि बाइदिएको छ भने त यहाँदेखि यहाँसम्म त हामीले टार्गेट त लिन सकिहाल्यो नि। आरएसआईको भ्यालु मैले सिकाएको जस्ट कुनै पनि स्टक चाहिँ मोमेन्टममा छ कि छैन भनेर हेर्नको लागि चाहिँ तपाईँहरूले युज गर्न सक्नुहुन्छ भनेको हो। तपाईँहरूको अब यो 60 बिलो छ भने चाहिँ ट्रेड नै नलिने हो कि भनेर पनि हेर्नु पर्दैन क्या। तर तपाईँहरूलाई अलिकति राम्रो ट्रेड समाउने भए चाहिँ 60 अब भएको चाहिँ इट क्यान बी हेल्पफुल के। ओके, अरू के क्वेसन? ओके।